फाइनल्ली साथीहरू काठमाडौँबाट 1 घन्टामै पुग्न सकिने एकदमै रमणीय ठाउँ लेलेकुण्ड रिसोर्ट है। अब म चाहिँ तयारी भएर निस्किन लागेँ। अब यहाँबाट म चाहिँ सातो बाटो भाटबटनी अगाडि जान्छु र त्यहाँबाट चाहिँ साझा बस चढेर हामी लेलेकुण्डको चाहिँ यात्रामा निस्किन्छौँ र यो सबै जानकारी तपाईँहरूलाई चाहिँ म बिस्तारै गराउने छु है त। बाबा फाइनल्ली गाइज म चाहिँ सातो बाटो आइसकेँ र मेरो साथी पनि आइसकेको छिन् र अब हामी गाडीको वेटिङमा छौँ है। गाडी आएपछि चाहिँ हामी लेलेकुण्डको यात्रातिर हामी लाग्छौँ है त। बस आइसकेको छ र हामी चाहिँ साझा बसमा चढेर बसिसकेका छौँ र यो गाडी चाहिँ ठ्याक्कै लेलेकुण्ड रिसोर्टकै छेउमा पुगेर चाहिँ रोकिन्छ। इन्डिङ पोइन्ट हो है भाटबटनी अगाडिबाट साझा बस। अनि म र मेरो साथी चाहिँ चढिसक्यौँ र एकदमै रमाइलो लागिरहेछ हामीलाई चाहिँ। हामी चाहिँ गाडीमा यात्रा गरिरहेका छौँ। ल हामी गाडीबाट पनि ओर्लिसक्यौँ साथीहरू। अब चाहिँ हामी ठ्याक्कै रिसोर्टतिर जानको लागि चाहिँ यहाँ बुझ्दैछौँ कुन बाटो जाने भनेर। अनि अब हामी चोकमा ओर्लिसक्यौँ लेले चोकमा। अब चाहिँ हामी रिसोर्टतिर जाने तयारीमा छौँ है त। म चाहिँ हजुरहरूलाई यहाँको ब्याकग्राउन्ड देखाउँदैछु है यो लेलेको चाहिँ कस्तो रहेछ भनेर। वरिपरि शान्त शीतल हरियाली है रमाइलो ठाउँ रहेछ। एकदमै रमणीय रहेछ कि ठाउँ चाहिँ। अब चाहिँ यहाँ हामीले बुझिसक्यौँ है। अब बुझेर चाहिँ यहाँबाट चाहिँ 2 मिनट मात्रै लाग्छ भन्दै हुनुहुन्छ यहाँको स्थानीयहरू। अनि त्यसपछि चाहिँ हामी पैदल यात्रा गर्दैछौँ। अब कति मिनट लाग्छ होइन आफ्नो हिँडाइमा पनि भर पर्छ। अलिकति उकालो बाटो पर्ने रहेछ। हामी चाहिँ रोकिँदै यसो आराम गरे जस्तो गर्दै एकछिन हिँड्दै गर्दैछौँ है। अनि ठाउँ चाहिँ रमाइलो छ। अब हामी त्यहाँ पुगेपछि त्यहाँको सम्पूर्ण कुरा चाहिँ यहाँहरूलाई देखाउँछौँ। हामी चाहिँ जाँदैछौँ है त। निकै रमाइलो ठाउँ रहेछ के पहाडको बिचमा है कुण्ड बनाएको रहेछ। वरिपरि हरियाली रहेछ। हामी चाहिँ उभिँदै भिडियो बनाउँदै अगाडि बढ्दै गर्दैछौँ। किनभने कुनै पनि ठाउँमा एकपल्ट गइसकेपछि दोहोऱ्याएर खासै गइँदैन है। अनि त्यही भएर चाहिँ त्यहाँको मेमोरी हुन्छ भनेर मैले चाहिँ सबै क्याप्चर गर्न कोसिस गरिरहेको छु र मैले क्याप्चर गरे जति चाहिँ म यहाँहरूलाई पनि देखाउने कोसिस गर्दैछु है त साथीहरू। चाहिँ यो लेलेकुण्ड एग्रो रिसोर्टमा चाहिँ इन्ट्री गरिसकेका छौँ। हामीले फाइनल्ली गाडी 200मा एउटा टिकट लिइसक्यौँ र त्यो टिकट लिइसकेपछि भित्र इन्ट्री गर्ने चाहिँ सानो पुल रहेछ है। अनि पुल इन्ट्री गरेपछि यसरी पानी को चाहिँ झरना जस्तो बनाएको छ है। यो पनि रमणीय छ फोटो खिच्न होइन रमाउनलाई। यदि तपाईँ बोर फिल गरिराख्नु भएको छ भने चाहिँ काठमाडौँबाट नजिकै 1 घन्टामा पुगिने यो लेलेकुण्ड एग्रो रिसोर्ट चाहिँ एकदमै आनन्ददायक हुन्छ है दिनभरि बसेर। अनि त्यो 200मा चाहिँ तपाईँले त्यहाँ केही खानुभयो भने चाहिँ त्यो माइनस हुने रहेछ है। माइनस हुन्छ र हामीले पनि नास्ता खायौँ र घुम्यौँ है। हजुरलाई देखाउँदैछु म। मेरो साथीले चाहिँ टिकट हराइछिन् है। अनि टिकट फेरि खोज्दैछिन् होइन अर्को टिकट लिन्छु भन्दैछिन्। अब त्यो टिकट भेट्छिन् कि के गर्छिन् है। फेरि जाँदैछिन् कि त्यहाँ। अनि यो खोला रहेछ है नेचुरल सानो खोला रहेछ। यो निकै रमणीय छ। पानी निकै सङ्लो छ कि यहाँको एकदमै राम्रो। हामी यो बजारमा बस्दा बस्दा दिक्क लागेर कहिलेकाहीँ चाहिँ यसो घुमौँ न भनेर निस्किँदाखेरि चाहिँ एकदम आनन्द आउने ठाउँ रहेछ। अनि त्यहाँ चाहिँ हामीले पिङ पनि खेल्यौँ दुईजनाले। मैंने निभाया हर एक वादा
यस्तै यस्तै रमाइलो गर्दै यसपछि चाहिँ हामीले नास्ता खायौँ। नास्तामा चाहिँ मैले के खाएँ भनेदेखि चाहिँ मैले चाहिँ पाङ्ग्रा खाएँ है। मेरो साथीले चाहिँ बारा खाइन्। अनि हामी चाहिँ त्यहाँबाट चाहिँ 4 बजीतिर निस्क्यौँ। आफ्नै स्टाइल छ, आफ्नै पारा छ, बुझ्ने दुनिया यो। खोइ त यो मोहब्बत